यता बागलुङतिर बिहान उठ्ने बित्तिकै घाम लाग्ने भएकोले म चाहिँ जुरुक्क उठेर घाम ताप्नलाई माथि छततिर गएर डाँडा पाखाहरू हेर्दै रमाएँ। तल किचनमा त अनुष्का नानीले प्याज काट्दै रहेछिन् अनि ऋतु नानीले लसुन कोल्साउँदै रहेछिन्। आज बिहानैदेखि सबैजना बिजी, खानाको परिकार पनि धेरै छ। अनि मैले नजिकै दिदीको नजिकै गएर सोधेँ, दिदी आज केही स्पेसल डे हो र भनेको। दिदीले आज माघे सङ्क्रान्ति हो नि ज्वाइँ भन्नुभयो। अनि पो बल्ल थाहा भयो मलाई, सकरखण्डा र यता तरुल पनि उसिनेर रेडी बनाएको रहेछन् करिश्मा नानीले। अनि त्यसपछि यता नानीहरू चाहिँ दुईवटा नानीहरू प्याज काट्नमा मस्त थिए। रिता नानीको काम चाहिँ खालि लसुन केलाउने मात्रै रहेछ आजलाई। घरको सबैजना बिजी, तर मेरो चाहिँ ध्यान चाहिँ कहाँनिर थियो भन्दाखेरि नि त्यो तरुल र सकरखण्डाले चाहिँ मिठो बास्ना छोड्दै थियो कि, धुवाँदार बास्ना छोड्दै थियो। मैले चाहिँ त्यो मस्त होइन एकदम आनन्दले त्यसको स्वाद लिइरहेको थिएँ। अनि मैले चाहिँ सोचिरहेको थिएँ अब दिदीहरूले कहिले ल खानु ज्वाइँ भन्नुहुन्छ र म चाहिँ टपक्क टिपेर एउटा तरुल र सकरखण्डा ग्वाप्प खाइहालौँ भन्ने मलाई चाहिँ त्यस्तो लागिरहेको थियो। अनि त्यसपछि त मैले सोचेकै जस्तो सबैजनाले ल अब चाहिँ तरुल र सकरखण्डा खानुपर्छ, तातै मिठो हुन्छ भन्न लाग्नुभयो। अनि त्यसपछि हामी सबैले एक एक टुक्रा आफ्नो आफ्नो भाग उठाएर त्यसपछि तरुल र सकरखण्डा चाहिँ खायौँ। अनि त्यसपछि अचारहरू रेडी बनाउँदै हुनुहुन्थ्यो। उता दिदीले पुरै मासुको लागि चाहिँ होइन गाउँबाट आएको खसीको मासुको झोल खानुपर्छ आज त तातो चिसोमा भनेर पुरै लसुन कुट्दै हुनुहुन्थ्यो। अनि त्यसपछि यतापट्टि चाहिँ रुबिनाले चाहिँ अचारको लागि आलु खोल्साउँदै थिइन्। अनि त्यसपछि सबैजना आफ्नो उसमा बिजी भइसकेपछि सबै रेडी भइसकेपछि अब चाहिँ ल खाने तयारी गरौँ भन्न लाग्नुभयो। अनि त्यसपछि हामी सबैजना खानालाई रेडी भएर चेयरमा बस्यौँ। अनि टेबलमा बसी अनुष्काले चाहिँ म त हेर्नुहोस् त कस्तो छु भन्न लागिन्। अनि त्यसपछि खाना मलाई ल ज्वाइँ साहब भनेर दिनुभयो एक थाल। अब मैले सोचेँ खान सक्छु र, तर मिठो बनाउनु भएको थियो। अनि हामी सबैजना मिलेर ल मिठो भए रहेछ आज सङ्क्रान्ति चाहिँ सबैलाई ल ह्याप्पी सङ्क्रान्ति भन्दै हामीले चाहिँ सेलिब्रेट गरेर अनि त्यसपछि सबै फ्यामिली भएर खाना खान बस्यौँ र सबैजनाले आनन्दसँग आजको सङ्क्रान्ति मनायौँ।